हेर्नुस् यो भिडियो। तपाईँ हामी गरिब, त्यति घर बनाउनको लागि वर्षौं विदेशमा आफ्नो सङ्घर्ष समय दिनुपर्छ, ताकि आफ्नो बाउ आमा आफ्नो परिवारलाई चाहिँ सही ठाउँमा राखौँ भनेर त्यति घर परिवार बनाउनको लागि परदेश लाग्छौँ। म एउटा कुरा यति भन्न चाहन्छु, होइन, सोसल मिडियाको धेरै पावर छ। देख्नुभयो नि, आज यो भाइ छ नि जुन सोसल मिडिया एकदम क्रेज बनाएर आफ्नो भिडियोहरू राखेर भाइरल छ नि, उसले यस्तो घर त 10वटा बनाउँछ। एउटा घर फोरेर होइन, 10वटा घर बनाउने पैसा बनाइसक्यो। अनि तपाईँ हामी चाहिँ लाइक ठोकिदिएको छौँ, सेयर गरेका छौँ, कमेन्ट गरिदिएका छौँ। नाफा कसलाई भइरहेछ? उसलाई भइरहेछ। भएको घर तोडेर अर्को घर बनाइरहेछ। अनि तपाईँ हामी चाहिँ सोच्नु।